गर्ने। हेलो एभ्रिवान, अहिले यो 2026 फेब्रुअरी 28 को यो नाइट भयो। अहिले रातको लगभग ठ्याक्कै 12 बजिसकेको छ, 12:30 भइसकेको छ। यस्तो छ, कोहीलाई पनि यहाँ मोबाइलमा नोटिफिकेसन आएकै छ, सुतेको छैन कोही पनि। यो त बाहिरकै भित्रको साथीहरू भयो, म तपाईँहरूलाई बाहिरको देखाउँछु है त। खै त एकचोटि यस्तो छ बाहिरको अवस्था। यति धेरै छ, यहाँ 12:30 भइसक्यो। यस्तो छ। अघि भर्खर चाहिँ यहाँनिर एउटा ब्लास्ट भयो। यो घर र यो घरको बिचमा यहाँनिर एउटा ब्लास्ट भयो अहिले लगभग 5 मिनट अगाडि। फेरि पनि यहाँ नोटिफिकेसन र अलर्टहरू चाहिँ आइरहेको छ। अहिले त्यही भएर यहाँ सबैजना हेरेर बसिरहेको छ। अहिले चाहिँ यस्तो छ अवस्था। र रातको 12:30 बजिसकेको छ। फेरि नोटिफिकेसन आएकै छ, त्यही भएरै यस्तो छ। यहाँ सबै साथीहरू कोही सुतेको छैन, सब उठेर बसिरहेछ। हेर्नु, सबैजना झ्यालझ्यालबाट हेरि बसिरहेछ। अब के गर्ने, अब यस्तो छ अर्काको देशमा, अब के गर्ने। यता पासपोर्ट बोकेर हिँडिरहेछ कटुगन्जीमा। यता पासपोर्ट हातमा रेडी गरेर बस्नु भएको छ यता दाजु। के गर्ने अब। हाम्रो देश गर्व गर के सबैजनाले, यो सब हुँदैन। हाम्रो देशमा गर्व गर छ नि, बुद्ध जन्मेको देश, शान्तिको देश हो। सबैजनाले गर्व गर, यो सब हुँदैन हाम्रो देशमा। विकास भएन भनेर नहात्यौ। के गर्ने, हेर यस्तो डराइ भोलिको ड्युटी छ, त्यही पनि यहाँ 12:30 बजिसक्यो। आजको अवस्था यस्तो छ है। अन्त हेर्नु पर्दैन। त्यही भएर त्यो बिल्डिङ र दुईजना त्यो उता त्यो बिल्डिङले रातो सिग्नल दिएको के हो हुन नि सक्छ होइन, तर अन्त